जय श्री राधे, जय श्री कृष्ण। आउनुस् आज पनि हामी भगवती श्री सुस्तानीको व्रतकथा माघ महात्म्यलाई लिएर उपस्थित भइसकेका छौँ। सबैजनाले हातमा पुष्पाञ्जली लिएर सबैभन्दा पहिला पुष्पाञ्जली गरौँ। आज चाहिँ हामीले नेपाली पुष्पाञ्जली गर्दैछौँ। ओम श्री स्वस्तानी देव्यै नमः। पढ्छन् स्तोत्र सुरेशले वरुणले ब्रह्मा मरुत रुद्रले गर्छन् गायन सामको उपनिषद केलाउँछन् सन्तले कल्पन्छन् जसको स्वरूप मनमा ध्यानस्थ योगी जन देउताले अनि दैत्यले नचिनिने ती देवमा ढोक्छुमा लाई सुन्दर शुक्ल चन्दन सपा सेतो लुगा देहमा बेली कुण्डलमा झुलाइरहँदी मुक्तावली बक्षमा लिन्छन् ज्ञान दिने किताब करमा रुद्राक्षमाला पनि बाणी यो मुखमा सधैँ बसिरहुन् आमा सबैकी उनी नीलेर जसको दया मुख भर बन्छ लाटो पनि अवश्य पनि लङ्गडो शिखर चढ्छ टाठो बनी उनै सकल लोकका परम सौख्यका कारण रमेश कन नित्य गर्छु म झुकी झुकी वन्दना नारायण कथा पढ्दा जसको साथ पाउँछु त्यस्ता अतुल तेजस्वी व्यासदेव म ढोग्दछु सदैव नारायण देवलाई श्री कृष्णलाई अनि पार्थलाई वाणी र पाराशर देवलाई पस्त्रेर ढोगु जय गान गाई श्री स्वस्तानी परमेश्वरी भगवती आए तिमी सामुमा गर्छौ मङ्गल विश्व गोल सबको हुन्छौ सबैकी मुमा तिम्रा ती चरणारविन्द युगमा मेरो सधैँ ढोगा होस् मैले पाइरहँ अपार करुणा तिम्रो कथा पूर्ण होस् पुष्पाञ्जलिं समर्पयामि श्री स्वस्तानी देव्यै नमः। नमः। अथ पंचविंशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि सुनिए। तहाँ उपरान्त लावण्य देशमा राजा नहुनाले मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश फूलको मालाली राजा खोज्न लगाएका थिए। जनताहरूले नाना वस्त्र अलङ्कार पहिरी राजा भइजाउँला भनी हात्तीका नजिक भई अघि पछि हिँड्न लागे। नवराज पनि पुगेर पाटीमा बसिरहे। हेरी हरिहर हात्तीमा प्रवेश गरी नवराज ब्राह्मणको नजिकमा गई फूलको माला लगाई गलामा लगाइदी सुवर्णका कलशले अभिषेक गरे। त्यो देखि लोकहरूले हे जनता हो, यो हात्ती बौलायो, यस त्यसमा क्षत्रिय कोही नभए चाहिँ गरी त्यस्ता ब्राह्मणलाई अभिषेक गर्यो भन्न लाग्यो। कसैले हात्ती बौलाएको होइन, तिमीहरू बौलायौ। नबोले पनि हात्ती देवता नै हुन्। हे मूर्ख हो, ब्राह्मण भए पनि क्षत्रिय भए पनि वैश्य भए पनि शूद्र भए पनि उसका तपस्याले राजा भयो। बिना नारायणका अंशले र नारायणले नदी राजा हुन उसै पाइँदैन। चुप लाग भनी सम्झाए। त्यसपछि हरिहर प्रवेश भइरहेका हात्तीले नवराजलाई सुनले उठाई आफ्नो कुम्भस्थलमा राखी दरबारमा लिएर गयो। तब पुरोहितले मन्त्रीहरूले अनेकौं किसिमका वस्त्र अलङ्कार पहिराई पूर्ण घट अष्टमङ्गलादि सम्पूर्ण सामग्री तयार गरी सुदिन ठहराई। त्यसै शहरका राजाकी पुत्री लावण्यवती नाउँ गरेकी कन्या विधिपूर्वक नवराजलाई कन्यादान दिई राजा बनायो। अनि मन्त्रीहरूले हे महाराज, अभिषेक भएको छैन, सामग्री तयार छ, सुदिन ठहराई अभिषेक लिनुहोस् भने। यति मन्त्री गुरु पुरोहितले भनेको वचन सुनि नवराज भन्दछन्, हे मन्त्री गुरु पुरोहित हो, बिना मेरी आमाले नदी अरूका हातले अभिषेक कसो गरी ल्याउँ। चन्द्रज्योति नगरका सहर बाहिर एक खरले बनाएको घर छ, त्यहाँ गोमा नाउँ गरेकी ब्राह्मणी छन्, ती मेरी आमा हुन्, चाँडै लिन पठाऊ। यति नवराजले भनेको सुनि मन्त्रीहरूले म जान्छु भनी पालकी विभिन्न वस्त्र अलङ्कार लिई फौज समेत भई चन्द्रज्योति नगरमा गई। गोमा ब्राह्मणीलाई भेटी लावण्य प्रणाम गरी, हे मुमा महारानी, तपाईका पुत्र नवराज लावण्य देशका राजा भए, उनको म मन्त्री हुँ, तपाईलाई लिन पठाउनु भयो र पालकी आदि लिई आयौं। यी गहना पोसाक पहिरी पालकीमा राजगरी पाल्नुहोस् भनी बिन्ती गरे। मन्त्रीले भनेको वचन सुनि गोमाले मनमा आनन्द गरी मन्त्रीले ल्याएका वस्त्र अलङ्कार पहिरी पालकीमा बसी लावण्य देशमा जान लाग्दा चन्द्रज्योति नगरका महिलाहरूले चाल पाएर हेर्न भनी कोही कपाल कोर्दा कोर्दै फुकेका केस हातैले समाती, कति पहिरँदै सारी हातैले च्यापेर, कुनै छोराछोरी फुल्याउँदा फुलाउँदै भैमा राखेर, कति खाँदा खाँदै खाना छोडेर जो जे काम गर्न लागेका थिए ती सबै छाडी हडबडाउँदै झ्याल्डोका छत बार्दलीबाट
निक्ली पालकीमा बसी फौज समेत भई गएकी गोमालाई देखि हे स्त्री जाति भए हेर स्त्री जाति भएर पनि गोमा सधैँ धागोका ती अर्काको ढिकी जाँतो गरी निर्वाह गरी बस्दथे। आज उनी महारानी भइन् पालकीमा चढेर गइन् भनी आपसमा कुरा गर्न लागे। गोमा ब्राह्मणी तहाँ देखि गई लावण्य देशका नजिकमा पुगिन्। नवराजले चाल पाएर हात्ती घोडा रथ लगी गीत गाउँदै बजाउँदै गरी सिन्दुर यात्रा गरी दरबारमा लगी साष्टाङ्ग प्रणाम गरी हे माता तपाईँका तपस्या र हरिहरका कृपाले लावण्य देशको राजा भई। धन्य तपाईँको तपस्या मेरो भाग्य। अब अभिषेक पनि दिनुहोस् भने यति नवराजले भनेको सुनि उत्तम दिन शुभ लग्न ठहराएको बेलामा सुनको सिंहासनमा बसाली नवराज राजा र लावण्यवती रानीलाई विधिपूर्वक राज्याभिषेक दिन राज्याभिषेक भइसकेपछि गुरु पुरोहित ब्राह्मणलाई भोजन गराई दक्षिणा दिई विदा गरे। हात्ती घोडा र तयार पारी गीत वाद्य गरी फौज समेत देश यात्रा गरी दरबारमा गए। हे अगस्त्य मुनि, जसले यो 25औं अध्याय सुन्ला सुनाउला वा पाठ गर्ला त्यसलाई जहिले पनि परम आनन्द मिल्नेछ। इति स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे नवराज। आउनुहोस् अब कथाको अन्त्यमा गर्ने पुष्पाञ्जली। सबैजनाले हातमा फूल अक्षता लिएर पुष्पाञ्जली गरौँ। आज हामीले नेपाली पुष्पाञ्जली गर्दैछौँ। सबैजनाले ध्यान दिएर सुन्नुहोला। झुलके घाम हुँदा परिकिरण जो उत्फुल्ल छन् भर्खर, त्यस्ता नूतन पद्म पत्र सरिका आँखा हुने सुन्दर। सारा मङ्गलका निदान भगवान श्री कृष्णले विश्वमा, ल्याउन मङ्गल भावना विनयले गर्दैछ यो प्रार्थना। पानी समयमा वर्षोस् पृथ्वी हुन् सस्य सुन्दर, अशान्त नबनोस् देश विद्वानको हो समादर। निसन्तान हुन् कोही पाउन् सन्तान सन्तति, गरिबी पनि सम्पन्न भई उक्लियुन् 100 वर्षति। गंगा त्यहाँ छन्, यमुना त्यहाँ छन्, गोदावरी सिन्धु र शारदा छन्। संसारका तीर्थ उहाँ रहन्छन्, श्री कृष्ण का दिव्य कथा जहाँ छन्। जो छन् कुन्द शशि तुषार सरिकी, शुक्ला र शुक्लाम्बर, सेतो पंकजमा विराज हुँदी वीणा लिदी भास्वरा। ब्रह्मा विष्णु महेशादि सुरले आराधनीया सदा, मेरो मूर्खपना सबै पुछिदी रक्षा गरुन् शारदा। जे काम भए मबाट जिउले वा चित्तले बुद्धिले, सारा इन्द्रिय नाक कान मुखले यी पाउले हातले। आत्माले कि साथकै प्रकृतिले ती अर्पियौं यज्ञमा, जो नारायण हुन् परात्पर उनै विश्वेशका नाममा। खोल्ने मुख्य दुबार मुक्ति घरको हो भक्ति संसाधन, राखौं भक्ति उनै मुकुन्द प्रभुमा अन्यत्र हेर्ने किन। संसारी भ्रमजाल देखि अलगै आनन्द सच्चिन्मया, ती नारायण देव को भर परि गाऊं उनैको जयः। पुष्पाञ्जलिं समर्पयामि विश्वस्तानि देव्यै नमः।